हजुरमा आए 1 2 3 ओहो ह्यापी बर्थडे हामीले पैसा बचाए थे पैसा बचाए थे ह्यापी बर्थडे यहाँ आयो बस आयो बस आयो बस छिटो छिटो काट केक काट मम्मी अरे राम तेरे मन भात खाना लाग्छ लिया केक काट काटा केक आता मैं काटा नहीं यहाँ राख्यो काट छिटो काट यसरी काट यो बिचमा ए रुक यो त चलाउनु छ रुक मजा गर्ने हो दिवा ठुलो मम्मी छन् नि उनले पैसा पठाइदियो ठुलो मम्मीले अहिले फोन गरेर तपाईलाई सरप्राइज किन दिया अब तुमले तमलाई सरप्राइज दिनु नातिले उजा नातिले बोलायो के दाजु त त्यो तँलाई कसो लाग्दैछ हजुरमा दाइ भन पन तँलाई कसो बत्ती किन लाउने कसो लाग्दैछ तँ यो त भन ल कसो लाग्दैछ हजुर यसो गर कसो लाग्यो खुसी लाग्यो अरे रामसँग न यसरी गर दुईटा हातमा साथ गोल गोल घुमाए डर नै माने ह्यापी बर्थडे भने तम्रो बर्थडे तमरै बर्थडे हो घुमायो ह्यापी बर्थडे टु यु हजुमा बर्थडे कति वर्ष भयो हजुमा तमलाई कति वर्ष भयो 55 77 वर्षको ल्याउ ल केक काट केक काट ल केक काट हजुमा छिटै भोक लाग्गे केक काट केक कटेगा सब में बटेगा हजुमा यसै काट तम्रो अगाडि मुख अगाडि ल्याइदिए काट ह्यापी बर्थडे टु यु हजुमा हेर्नु कस्तो दादा सब खाइदियो कति भोक लागेको थियो कसलाई खुवाउने पहिला कसलाई खुवाउने ले हेर्नु कस्तो भनेको छ नि ए सब एक्लै खाइदियो नि राम्रो होला कति मैले प्लान बनाएको थिएँ ले जल्दी हजुर मलाई फुल वाला दियो फुल मिठो हुन्न ले कच्चे लोग दजा काका तमै रखौ नन्नन का लगाइदियो हजुर मुख मलाई दे Berapa? Berapa? Mana? Berapa? फुल खाएर बस्नु ल अब केक काट हजुमा ल अब भागबाट हजुमा शोक छन् एकदम ल सबलाई बाट हजुमा अब केक मेरो साथीले थाहा पाए के तम्रो बर्थडे भनेर केक काट भने रुपैयाँ पठाइदिए ठुलो मम्मीले पठाइदियो मन्जु खड्का